कुन ठुलो आयो कि सानो आयो? मेरोमा पनि यत्रो यत्रो भयो त हुन्थ्यो। तिमीहरूकोमा यत्रो अलिक भएको छैन। यो बच्चा जस्तो त्यो बच्चा जता त भयो नि हौ अस्ति। त्यत्रै हालेको न त्यत्रै हुँदैन भने 4 बेगर माछा बढ्छ। कोत्री आयो भने निकालेर फाल्नु है। निकालेर यता है उहाँ कुदिहाल्नु पर्छ। कोत्री आयो भने यो दुईटा पोखरीमा आउँछ। अस्ति भुरा कुदेको देखेर चाहिँ ऊ रातो कमान पनि हालेको। रातो कमान आफ्नैमा दिनु वापस। 1-2वटा रातो थियो, बढेन यो पनि। ठुलो पनि राखौँ। त्यो झार अलिकति दाब्नै पर्ने हो त्यो। शीतलै छ मौसम त। अस्ति त्यो मेरो त बाबु 10वटा मर्यो नि भनेर भन्दै थियो क्या मलाई। अनि तपाईँलाई त 1 किलो त मैले फाल्टै दिएको थिएँ भनेर भन्दै थियो। के हो 1 किलो त दिएको थियो नि त फाल्टै। यो पनि त्यतिकै बोलेको होला 10वटा मर्छ। यो बच्चै मर्दैन यो त। यो सिल्भर रौनुनीको बच्चा हुँदाखेरि अलिकति बस न बस किनभने बस बस हो यो मसिना चाहिँ ठिकै रहेछ है मसिना। यी जङ्गलको घरको जस्तो पिलर उठाइदिएको भयो कहाँ यहाँ गोल त्यो घरको पिलर जस्तो उठाउन पछि पैसा कमायो भने उठ्छ है। अब कोही त कहिले एउटा पिलर बनाउनु 2025 नै लाग्यो भने नि हिसाब गर्दा यहाँ 5वटाको कति लाग्छ? घरको पिलर बनाउन सजिलो छ। मुखले जग स्क्वायर पाइप ल्याएर तल सिमेन्ट हालेर गर्नु। होइन मतलब त्यो तलदेखि लाग्ने त्यो महँगो पर्छ नि रड हाल। सबै भागुरै हो। कोत्री छ। कोत्री पनि निकै रहेछ त। ऊ यता कहाँ कोत्री आयो? कताबाट आयो कोत्री? पोखरी साफ बनाउने हो कोत्रीले। कहाँबाट कोत्री आयो? ठुलो राख्ने कुन छ कोमनहरू छ भने राख्ने त बिगेट नराख्ने। 1 किलो माथिको छ। धरान जानुपर्ने आज। गेट छ यो त ठुलो भाकुर छ यो। ए त्यत्रो राख के राख्नु लान्छु नत्र गेन्ठा बनाए कोमनै लान्छु नत्र घरैमा खाने त अनि। फ्यालिदिनु। चारो त डबल दिँदा पनि नपुग्ने रहेछ यार यसमा त। धेर मसा छ हेर्नु नैनीको छोरी यत्रो यत्रो छ कि एकदम पुरा हेर्नु यो कस्तो साइजको भएको छ। नैनी हेर्नु कस्तो राम्रो छ यो। कस्तो बढिहाल्छ यो। चारो चाहिँ त्यो हान्डीको 1-1 हान्डी नै दिनुपर्ने रहेछ यो स्थितिले त यार। मसा यो त कति निक्लिसक्यो जालबाट। ग्रास हो। घाँस पनि दिनु कस्तो कस्तो यो त डल्लो भएको छ त्यहाँ। यो खाएर यो कम्ता घाँस छ यसमा। माछा त यसमा राम्रो आयो तर यो छिटो हान्यो नि त हामीले होइन। नैनी चाहिँ राम्रो साइजमा भएको रहेछ यो। साला पोठी कोत्री लिने एउटा टोकरीले सुती पेलो आएर हाल्थेर पोखरीमा।
ए कोत्री त कति हो कति छ तारा डल्लो तारा भेर यहाँ यो भाकुरलाई उता फ्याल्नु त त्यसलाई उता गएर भाकुरै भाकुर आयो त यसमा त भरपुर राम्रो धेरै आएछ भाकुर त्यो छिटो हानेर होला बिगेट पनि आएछ धेरै त्यसमा पनि धेरै माछा आउँछ त्यो खाएर भाइ फेरि डल्लो पारेर यो पोखरीमा हाल्नु नहाल्न अहिले यसमा होइन पख्न उ त्यसमा यहाँ भुरा पुगेकै छैन अब उस्तै झाड देख्छु न तपाईँको भुरा फ्याँकिदियो फटाफट कोत्री रहेछ त ल्याएको थिएन तो झाड़ू तो सब कुतरी हुई जा त हान्डी लिएर आइज न कुदेर गर जा ये भाँडो छ त्यहाँ लिएर भाँडो कुद 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 अघि क्या बाटो जा न कुद अब हेर्न अल्छी गरेको लु माकुरी ऊ अब त लगभग होइन अहिले नै निस्क्यो होला ऊ 5 किलो त ए अहिले नचलायो पोठी छिटो कमलको पत्ता छोड्न जाँदा कोत्री यता छ हौ कोत्री यता छ ग्रासको ठुलो नि ग्रासलाई सिधै पानीमा हाल्दैन न सिधै उयो नै त्यहाँ ए छोड्दैन डल्लो सलो यता आइज न यहाँ आइज यहाँ लु अनि डल्लो पछाडि गयो पोत्री त कति हो कति लगाएर हाल्न चारो जिल्याएर अलिअलि हाल्दै गरेको भए तिमीहरूको नि माछा बढ्थ्यो